नमस्कार दाजुभाइ दिदीबहिनीहरू, आज यसो अलिकति काठमाडौँभन्दा बाहिर यसो खुट्टा तन्काउने सिलसिलामा यो ठाउँमा आएको। यहाँ एउटा मेरो दोस्तलाई भेटियो। मेरो दोस्त हेर्नुहोस्, उहाँ कति यस्तो मेरो दोस्तसँग भेटेर चाहिँ हात मिलाउँदैछु। ल हेर्नुहोस्, हाम्रो दोस्त आनन्द साथ जग्गाधम्म परेर बस्नु भएको छ। यो दोस्तको बारेमा तपाईँहरूलाई के कति थाहा छ म यो बताउन चाहन्छु। यो दोस्त चाहिँ खास गरी अब 2020 मा यो भिजिट नेपाल इयर 2020 मनाउँदाखेरि हो कि जस्तो लाग्छ मलाई, तर एकदम यकिन चाहिँ छैन। यस्तै किसिमको एउटा त्यो इयर मनाउनको के अरे भ्रमण वर्ष मनाउनको लागि अब हाम्रो पर्यटन मन्त्रालयले एउटा चिन्ह चाहिँ बनाएको थियो र ठाउँ ठाउँमा यस्तो बनाएर राख्ने भनेको थियो। यहाँ पनि राखेको भेटियो। अब बनाउन चाहिँ यति बनाउने भनेको हो, तर यसो हेर्दाखेरि किङकङ जस्तो देखिन्छ है। यो चाहिँ यति त होइन होला, यति भनेर बनाउन खोजेको हो, तर हामीले फिल्ममा देखिने किङकङ गुरिल्ला जस्तो चाहिँ देखिन्छ। जे भए पनि यो मेरो दोस्त उहाँ हुनुहुन्छ। उहाँ दोस्तलाई ल दोस्त नमस्कार छ। ल धन्यवाद छ।